रात पनि त एक दिन पूर्णिमामा उज्यालो बनेर आउने गर्छ। जति चिसो नै किन नहोस्, त्यो पुष्माको जाडो एकैछिनको लागि त्यो न्यानो घाम उदाउने गर्छ। हिजो खरायोले घमण्ड गरेर आराम गरेको बेला कछुवाले सङ्घर्षको जित जितेको थियो। घैलाको पिँधमा भएको त्यो अलिकति पानी पनि त कागले आफ्नै सङ्घर्षले प्यास मेटेको थियो। तर म थाकेँ आमा। अब यो सङ्घर्षपछि सफलता केवल किताबको पान्नाहरूमा लेखिँदो रहेछ। एक दिन सबैको भाग्य फेरिन्छ भन्ने विश्वास केवल ज्योतिषीको बोली र चिनामा मात्र भेटिँदो रहेछ। साँच्चै आमा, यदि 2 छाक खान र दसैँमा नयाँ लुगा फेर्न मात्र त तिम्रै काखमा बसेर गैरी खेत जोत्दा पनि त पुगेको थियो। परिवारको लागि केही गर्छु भन्ने यदि सोचाइ मात्र हुन्थ्यो भने त तिमीले पिँढीमा ओछ्याएको पुरानो गुन्द्रीमा बसेर सोच्दा पनि त पुगेको थियो। देश छोडेर भाग खाइ नखाइ पहिलो कलरको त्यो पुरानो पटुकीमा जम्मा गरेको त्यो पैसाले किनेको मट्टी तेल हालेर ती टुकी बत्ती बालेर पढेका पढाइहरू केवल यो परदेशको उज्यालो बत्ती हेर्नकै लागि मात्र थियो र? साँच्चै आमा, छैन नि यो परदेश हामीले सोचेर आएको जस्तो। सायद फसाए आमा त्यो दलालले हामीलाई, सिकारीले मृगलाई फसाएको जस्तो। साँच्चै आमा, अब त पुरानो भयो होला है त्यो मेरो स्कुलको ब्यागमा भएको मेरो सर्टिफिकेट पनि। कति खुसी भएको थियो तिमी मैले कक्षा 10 को परीक्षामा स्कुल टपेर आउँदा तिमीले बासँग लुकाएर दिएको त्यो 1500 अझै मलाई याद छ। सायद त्यही नै होला छोरो भएर आमालाई एउटा गर्व गर्न सक्ने समय दिएको। तिमी भन्थ्यौ नि आमा, भाग्यले होइन तेरो मेहनतले जे पनि गर्न सक्छस् भनेर। तर हेर न, म अब त बिस्तारै हारिरहेको छु। मेहनत र फलको तराजु, थाकेको शरीर, निन्द्राको बेचाइ, साउको गाली, आँखाको आँसु, नदेखिने चोट अनि आत्माको दुखाइ। निकै निर्दय छ आमा यो सहर। साथीभाइको भिड दुःखमा एक्लै हुन्छ। खाना राइस कुकरमै पाक्छ आमा, तर स्वाद बेग्लै हुन्छ। हेर न आमा, सबैको दुःख हटाउँछु भनेर घर छोडेकोमा रात कटाउन नसक्ने बनेको छु। भाइ बहिनीको स्कुल फिस, तिम्रो मनपर्ने हर्लिक्स, बालाई नयाँ टोपी, दाइलाई घडी, यो सबै पठाउँछु भनेर आएको थिएँ। बिरामी हुँदा कहिलेकाहीँ तिम्रो औषधि किन्ने पैसासम्म नपठाउन सक्ने बनेको छु। तर चिन्ता नगर आमा, तिम्रो छोरो हारेको छैन। बरु भिज्नै गर्छन् हरेक रात आँसुले सिरानी, तर हिम्मतहरू मारेको छैन। ठिक छ, बरु बिस्तारै बेच्दैछु आफ्नै सपनाहरू, तर तिम्रो ओठ हँसाउने चाहनाहरू मैले थोरै पनि पर सारेको छैन। तर डर लाग्छ आमा, एउटै कुराको। ठिक छ, कुरौँला अझै, गरौँला सङ्घर्ष, बचाउँदै हिम्मत, तर कोसिस गर्दा गर्दै कतै रित्तो बाकसमा पो फर्किन्छु कि। आमा, आजकल डर लाग्छ परदेशसँग। धन्यवाद दाइ।